Hello everyone. खाजा खाने बेलामा चाहिँ बाबा र म चाहिँ जुस र मोमो खान जान लागेको। सुनिहाल्नुभयो छोरीले भनेको कुरा है। हामी बेलाको टाइममा बाबा छोरी घुम्दै मोमो जुस खाने भनेको चाहिँ जानु लागेको है। हामी यसमा जान्छौँ अहिले है बाबा छोरी। हामी जाउँ है छोरी अब लेट नगरी ल। हामी कहाँ गएको छोरी? छोरी हामी कहाँ गएको रे? हामी पुग्यौँ। हेलो यता आएर के छ? ठिक छ बाबु छोरी। त्यही हामी यहाँनिर आएछौँ नि। अब हामी यहाँनिर के अरे एउटा थुक्पा एउटा मोमो अनि साइड यहीँ छ नि त जुस सेन्टर पनि यहीँ छ नि त। अनि दुइटा जुस भनेर हामी बाबु छोरी चाहिँ त्यसको वेटिङमा छौँ है। पर्खाइमा छौँ है। अब आएछ हामी खाने है। हामी पर्खिरहेको छौँ नि अर्डर गरेर। ट्याक्क अर्डर गरिरहेको छौँ। पछाडि चाहिँ यहाँनिर शिवजी हुनुहुन्छ। शिवजीको अगाडि चाहिँ हामी बाबा छोरी बसेको छौँ है। सुरुमा पछिबाट भित्र सर्यौँ। हाम्रो जुस त्यो जुस पनि आइसक्यो। छोरी चाहिँ यता बस्यो। भित्र बसेर खाने भन्यो नि त छोरीले। अनि हामी यता आयौँ है। किट्टुको भाग पनि तिमी नै खाइदेऊ है। फाइनली हामीले खाजा पनि खाइसक्यौँ है। सबै खाइसक्यौँ नि त। अब हामी घर जाने तयारमा। यो पुछ छोरी नाक यस्तो पसिना नाकको हात त धुनुपर्छ है। सक्यो है छोरी हामीले। अब हामी घर जाने है। खाजा खाइसकेर अब बाबु छोरी हामी जाने तर्फरमा जाउँ भने चाहिँ यो ओल्दाचोकै दमकको ट्याक्क जाउँ है कि बजार घुम्ने? तपाईँ मात्र बजार घुमेर आउने भने म पाइ घर जाँदै गर्छु कि तपाईँ म पाइ सँगै घुमेर सँगै घर जाने भने सँगै जाने? के गर्ने? सँगै घुमेर सँगै घर जाने भने पनि सँगै घुमेर सँगै घर जाने। तपाईँ बजार जाने म पाइ घर जाँदै गर्ने भने म पाइ घर जाँदै गर्छु। तपाईँ बजार घुमेर आउनु के गर्ने भन्नु त? के गरौँ? तपाईँ म पाइ सँगै घुमेर सँगै जानु ल। एक राउन्ड बजार घुमेर अनि घर जान्छौँ है। भिडियो यस्तै हो। हेरिदिनु भयो है। साथ सपोर्ट दिनुभयो। हेरिदिनु भयो है। धन्यवाद सबैजनालाई है।